भारतले सुरु गरेको अपरेसन सिन्धुको प्रतिकार स्वरूप पाकिस्तानले औपचारिक रूपमा बुनियान अल महसुस नामक सैन्य अपरेसन सुरु गरेको घोषणा गरेको छ। पाकिस्तानी सेनाको मिडिया शाखा आइएसपीआरले भारतको आक्रमणपछि यो जवाबी कारबाही गरेको जनाएको छ। अल जजिराका अनुसार पाकिस्तानले भारतको उदयपुर वायुसेना बेस र पठानकोटको एयरफिल्ड र पन्जाबको ब्यास स्थित ब्रह्मास्त्र मिसाइल डिपोमा आक्रमण गरेको दावी गरेको छ। पाकिस्तानका अनुसार भारतले पनि रावलपिण्डीको नूर खान एयरबेस, चकवालको मुरिद बेस र झाँगीको रफिक बेसमा मिसाइल प्रहार गरेको छ। पाकिस्तान सेनाका प्रवक्ता अहमद शफिकका अनुसार भारतका केही मिसाइलहरू अफगानिस्तानमा समेत पुगेका छन्। यद्यपि उनले यसबारे तत्काल प्रमाण सार्वजनिक गरेका छैनन्। त्यस्तै भारतको रक्षा मन्त्रालयले बारामुलादेखि गुजरातको भुजसम्म 36 स्थानमा शंकास्पद सशस्त्र ड्रोन देखिएको जनाएको छ। फिरोजपुरमा ड्रोन आक्रमणबाट स्थानीय बासिन्दा गम्भीर घाइते भएका छन्। ती घाइतेलाई अस्पताल उपचार भइरहेको छ भने सुरक्षाकर्मीहरूले अनुसन्धान थालेका छन्। भारतले सीमावर्ती क्षेत्रमा नागरिकलाई घरमै बस्न, सतर्क रहन र सुरक्षित निर्देशन पालना गर्न अनुरोध गरेको छ। भारतीय सशस्त्र बल उच्च सतर्कतामा रहँदै सबै हवाई खतरा काउन्टर ड्रोन प्रणाली मार्फत नियन्त्रणमा राख्ने तयारीमा रहेको बताएको छ।